आज हामी छुट्टी मनाउँदैछौँ साथी हो। अब छुट्टीमा हो साथीहरू सब मिलेर नेपाली आइटम, हुन त नेपाली नै हो तर विदेशमा पनि नेपाली आइटम बनाएर खाने प्रयास गर्दैछौँ। मोमो बनाउने उहाँ मोमो मास्टर चाहिँ उहाँ हो, उहाँ चाहिँ मोमो मास्टर हो। अब सिक्दैछौँ सबै मिलेर, सबै साथीभाइ मिलेर गर्दैछौँ। हेर्नुहोस् अब यस्तै हो। साथीभाइहरू मिलेर सानो हल्का प्रयास कस्तो हुँदो रहेछ। अब ल हेर्नुहोस्, अब यहाँ साथीले मजासँग यो के भन्छ चिकनलाई मासु निकालेर हड्डी चाहिँ फ्याँक्ने रस के अरे के बनाउने भन्नु, के बनाउनु भने अरे केमा होइन किमा चाहिँ बनाउने कि हड्डीको चाहिँ के बनाउने भन्न खोजे अरे सुप। साथीले हल्का धेरै पदले गरेको साथी हुनुहुन्छ, हल्का इङ्ग्लिस दिइहाल्नुहुन्छ। त्यो चाहिँ के भन्न खोज्नु भयो मैले चाहिँ खासै बुझेन। भिडियो क्यामेराम्यान चाहिँ यता छ, भर्खरै उठेको हातमुख भन्दा केही पनि धोइएको छैन, नुहाइ धुवाइ केही पनि भएको छैन। ल हेर्नुहोस् फेरि हाम्रो यो अर्ग्यानिक चुलो भनौँ भने अब गफै लगायो भनेर फेरि कमेन्टमा मार्नु होला। यो हाम्रो यो के अरे यो के चुलो भन्छ अरे यसलाई, हिटर। यो हिटर हेर्नुहोस्, हामी परदेशीहरूको बस्ने बास यही नै हो भन्नु पर्दा। ल यसमा हाल्नुहोस्। भएको छैन, आइसको डल्लै रहेछ भित्र। ल्याउनु त जिउँदै ल्याएको आउँदा आउँदै आइस परेछ। रुममा पनि कति आनन्द छ हेर्नु नि यो साथीहरू। दुईजना मात्रै दाजुभाइ, उहाँ पूर्वको म चाहिँ पश्चिमको। प्योर भाइ। अब भिडियो चाहिँ अल नेपाल सबैले हेरेर सल्लाह सुझाव माया गरिदिनु होला, सानो प्रयास हाम्रो। यस्तै छ परदेशको पीडा। ल हेर्नुहोस्, यो चाहिँ हामीले पनि त्यस्तै हो। अब जानेको चाहिँ होइन, त्यो युट्युबमा हेरेर कोसिस गरेको। कति यहाँको मान्छेले मात्रै बनाएको खानु भनेर आफै बनाएर खाउँ भन्ने सोच बनाएर बनाउन आँटेको। खै जुन चिज हुँदैन त्यही चिजको चाहिँ चिज हुँदो रहेछ कि यो विदेश बसाइमा। त्यही भएर पनि होला साथीले मेहनत चाहिँ गरेकै हो। हजुरहरूको लागि सानो छोटो भ्लग बनाएर पोस्ट गर्दैछु। यसो सल्लाह सुझाव हेरेर माया दिन चाहिँ नभुल्नु होला। अनि त यसो साइडमा हल्लिराखेको घन्टीमा गएर ट्याक्क चाहिँ छोइदिए मात्र पुग्छ। हजुरहरूको त खासै केही जाँदैन होला जस्तो लाग्छ त हो त्यो घन्टी छुँदैमा। अब फेरि अर्को चाहिँ मोमो बनाएर खाँदै गरेको भिडियो चाहिँ अर्को पार्टमा आउँछ। हेर्न सल्लाह सुझाव दिन चाहिँ कन्जुसाइ नगर्नु होला। अहिलेले चाहिँ यो पार्ट ए चाहिँ यहीँनिर